हिँड्न लागेको भए चाहिँ हाम्रो हिजो सायद 5 बजेतिर प्लान भएको थियो होला 2 जना जाने मात्रै हुने अनि अहिले भने निस्केर हिँड्यौँ टेकेर भेट्यौँ न Hello guys, welcome back to my channel after a long time. It's me, Nisha. आज चाहिँ हामी दुप्तेश्वर जान लाग्यो म र मेरो साथी म नि यो खोल्छु ल फेरि अन्त अब रोक्दैन एकैचोटि मन्टेन मात्रै पर्दैन 1 घन्टामा 1-1.5 घन्टामा सक्नुहुन्छ भोलि त यस्तै हो सधैँ यो भन्दा यहाँ कोही त यहीँ लामो हुन्छ यहीँबाट हामी फर्स्ट टाइम दुप्तेश्वर महादेव आएको होइन यो चाहिँ हामी अनप्लान तरिकाले आयौँ नि त तर हाम्रो प्लान चाहिँ एकदम सक्सेस भयो गुरु हजुर मलाई चाहिँ सबैले छेत्री हो कि बाहुन हो अनि बोल्ने शैली चाहिँ तामाङको आउँछ भन्छ तामाङको हजुर हो नि अनि फेसै छेत्री बाहुन छैन यहाँको भ्यू हेर्नु न यहाँको ए आमा हो त्यो साह्रो राम्रो दामी 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 ब्याकग्राउन्ड यस्तो यहाँ मन्दिर दुप्तेश्वर महादेव कस्तो भइरहेछ लाइन बस्दा धर्म गर्न आएको मान्छेहरू ठिकै भइरहेछ हामी धन्यवाद हामी चाहिँ यहाँ तलबाट आएको त्यो तल बस्छ त एकैन त्यो रिक्सा छ त हो त्यहाँबाट हेर्नुहोस् लाइन 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 Namin nikelin, malah tidak namin nikelin. We are so tired. Tired na भन्नु धर्म गर्न आएको ठिक छ अन्त ठिकै मलाई यो ब्याग बोकेर चाहिँ यस्तो सोल्डर पेन भइरहेको छ जय हेलो अहिले चाहिँ हामी सुनमाले घुम्न आएको होइन अनि मलाई मेरो सोल्टी नि अहिले चाहिँ हामीसँग धेरै मान्छेहरू छ भन्न लाग्यो कि कपाल छुट्यो भने दामी देख्छ होला म कपाल छुट्छु ल सोल्टी नि शिवाजीको बेलपत्ता हो नि हामीले खासमा हेर्ने चाहिँ कहाँ हो कि माथि होइन त्यही स्ट्रिटमा हेर्न सोझी देखेँ आफूलाई चाहिँ तर अनेस्टली भन्नुपर्दा यो मान्छे सोझी चाहिँ छैन है ए
यो मान्छे सोझी छैन है जति यहाँ सोझी देखेँ यहाँ सोझी छ भोक लाग्यो पेट दुख्यो पेट समात्यो त मैले चाहिँ अहिले यहाँ चाहिँ पुरै बत्ती बालेर राख्ने ठाउँ यता चाहिँ मन्दिरहरू यहाँ मेन मन्दिर चाहिँ माथि चाहिँ पुरै मैले चाहिँ माथि अलिकति मात्र अलिकति होइन आफू दुध चढाएँ यहाँ मट्के हुन चाहिँ एउटा हेलो मैले चलाउन आएन यो मेरो भगेर तर्सिन्छ यही ब्यागमा अघिदेखि भिडियो गरायो भने मान्छेले भिडियो गराएर रहेनछ मैले गरेको थिएँ अब म यत्तिकै साउँछु ल म मेरो साथमा ल्याइदिन्छु है हजुरलाई ल मगे फेरि माथि गयो ए अझ तल तान्नु भयो भयो ल यो चाहिँ मेरो प्यारी साथी पुतली एक साइडको मात्रै गर्नु न ल यहाँ नि यसरी त म यहाँ हेर्नुहोस् अहिले कति घुइँचो देयर्स नो डिसिप्लिन अफ लाइन तर गुरुबा पनि यस्ता नारी घोडा चाहिँ आउने मैले ड्रामेटिक सिन के पूजा गर्न आउँछ न यस्तो पाराले आनन्दले के अरे लाइन अब हामी जाउँछौँ टिका लगाउन मामा घर
चप्पल खोज्नुपर्ने हुन्छ हाम्रो चप्पल यही धन्न सेफ रहेछ हाम्रो चप्पल फोटो खिच्यौँ एउटा गाइस आज हामी खानासाना खायौँ अब चाहिँ हामी ब्याक टु काठमाडौँ बसको रोड छ त्यसको जान्छ क्या पिलाको जाँदैन तपाईँ कहाँ जानुभएको चुइका मात्रै लिएर आए कोक त कति महँगो रहेछ कति यो त 30 रुपियाँ लिँदो रहेछ कोक त झन् 150 रुपियाँ लिन्छ होला त्यो पुन्टेलाई त्यही भएर म त खान्न भन्थेँ हामी काठमाडौँ गएर खाने बाई बाई अब ओके चुइकम खाने चुइकम कस्तो लाग्यो त तिमीलाई दुप्चेश्वर मन्दिर यत्रो स्पेस छ यहीँबाट सेपेर गयो नि केही हुँदैन मलाई एकदम रमाइलो लागेको हुन्छ एकदम राम्रो तर लाइन बस्दा बस्दा होइन लाइन बस्दा बस्दा पूजा गरेर फर्केको पनि थाहा भएन हाई भन्नु त अङ्कल यहाँ चाहिँ खाना खाएको ठाउँ हामी खाना चाहिँ मन परेन मलाई रेडी अनि मैले चाहिँ के भन्न लाग्थ्यो भने खासमा जबसम्म भात खाएको थिएन नि है पूजा गरेर भए थिएन त्यत्रो लाइन बस्यो 2 बजीसम्म लाइन बस्यो हामी फेरि पूजा गरेर फर्केर 2 बजीतिर लगभग भनौँ न होइन 1:30 भइसकेको थियो नि त त्यति बेलासम्म भोक लागेको थिएन कि जब भात खाएँ तबदेखि यति भोक लाग्नु थाल्यो मैले जब खान मन लाग्यो कहिले के खानु मन लाग्यो अहिले खाना अहिले फेरि हामी खाँदैछौँ वान अफ माई फेभरेट नान एन्ड आलु मटर एकदम सब दुइरहेको थियो यति मात्रै त्यही हो गाइस अब चाहिँ भिडियो यहीँ गर्छु होला बाई 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 आज वाट्सएप लभ आजको दिन एकदम रमाइलो भयो धेरै भन्दा नसोचेकोभन्दा धेरै रमाइलो भयो बाई बाई हजुरहरूलाई धेरै माया छ